शिक्षा यस्तो हतियार हो जसको साथले हामी संसार जित्न सक्छौँ है भन्ने कुरो चाहिँ नेल्सन मण्डेलाले भनेको थियो। सो आज यही शिक्षाको जुन फलाफल भएको थियो त्यसकै भिडियो म आज तपाईँको समक्ष लिएर आएको छु। नमस्ते सबैलाई, फेरि पनि स्वागत छ मेरो यो सानो छोटो भिडियोमा है। यो भिडियो चाहिँ अब मैले ब्लग भन्नु त नमिल्ला है, जति हुन्छ मैले यो भिडियो क्याप्चर गरेको थिएँ तपाईँहरूको समक्षमा राखिरहेछु। अब तपाईँलाई मनपर्छ होला भिडियोलाई अन्तसम्म हेर्नुहोस् होला है। आजको भिडियो चाहिँ विशेष गरी एचएस एक्जाममा राम्रो गर्ने नानीहरूलाई चाहिँ सम्बन्धिएको भिडियो थियो, तर त्यही भिडियो चाहिँ तपाईँहरूको समक्ष राखिरहेको छु। Success is the state of mind. माइन्डमा तिमीहरूले नि म हुन्छु भनेर माइन्डमा पहिला प्रिपेयर गर्यो भने बडीमा सेल्सहरू आफ्नो भूमिका निभाए, साथसाथै भविष्यमा आफ्नो करियरलाई पनि राम्रो बनाएर लानु मात्रै प्रकारले उनीहरूले एचएसको रिजल्टलाई प्राथमिकता दिएर उहाँहरूले खटेर पढ्यो। ती नानीहरू सबैलाई हामी यहाँबाट बधाई दिन चाहन्छौँ र आशा छ अब सबैजना स्टुडेन्ट त सायद आज उपस्थित हुन सकेन होला। धेरैजना स्टुडेन्टहरू अहिले एउटा चलनै छ एक्जाम लेखिसकेपछि बाहिर जाने, र कतिपय स्टुडेन्टहरू सायद आज रिजल्ट लिन यहाँ उपस्थित छैन होला। र त्योभन्दा अगाडि नै हामी एउटा अनाउन्समेन्ट पनि गरिरहेको छौँ। र योपालिको रिजल्ट एकदमै राम्रो भएको कारणले गर्दाखेरि हामीले एउटा राम्रो प्रकारको एउटा फेलिसिटेसन कार्यक्रम गरेर रिजल्ट डिस्ट्रिब्युसन गर्ने प्रोग्राम बनाएको थियौँ। तर अचानक यो वार लाइक सिचुएसन जुन चाहिँ भयो पाकिस्तान र इन्डियाको बिचमा, त्यसकै कारणलाई देखाएर समर भ्याकेसन अलिकति छिटो गभर्मेन्टले डिक्लेयर गरेर हामीले छुट्टी सुरु पनि गरेको थियौँ। हामीले मङ्गलबार आज स्कुल लाग्ने डेट भनिसकेको थियौँ, तर बिचमा हामीलाई नोटिस आयो कि स्कुलहरू जुन 2 तारिकभन्दा अगाडिसम्मको लागि बन्द राख्नु, 2 तारिक जुनमा हाम्रो फेलिसिटेसन प्रोग्राममा भाग लिँदै जाओस् भन्ने हामी यहाँबाट अनुरोध गर्दै त्यो एउटा इन्फर्मेसन पनि तपाईँलाई बाँड्दै र आज हामी यो रिजल्ट बाँड्न लागिरहेछौँ। हाम्रो यो रिजल्ट वितरणमा हामी समक्षमा उपस्थित हुनुहुन्छ हाम्रो हेडमास्टर नरेन्द्र सर, गैरीबास उच्चतर माध्यमिक विद्यालयका सहशिक्षक, यो स्कुलको वेलविसर, उहाँहरूको परिवारले उहाँहरूले एउटा अति नै राम्रो एउटा पहल सुरु गर्नुभएको छ। त्यो हाम्रो स्कुलको नानीहरूलाई त प्रायः थाहा छ, तपाईँ नानीहरू तिमीहरू अब अलिक अगाडिदेखि नै स्कुल पढ्दै आएको र हर वर्ष उहाँहरूले माध्यमिकको टप्पर र एचएसको टप्परलाई 12,000 रुपियाँ एउटा प्रदान गरेर प्रोत्साहन एउटा राशि भनौँ, त्यो प्रोत्साहन गर्नको निम्ति नानीहरू भविष्यमा अझै राम्रो पढोस्, यसलाई पनि लिएर यसरी पढ्यो भने एउटा आर्थिक हेल्प पनि हुँदो रहेछ र राम्रो पढ्यो भने एउटा नाम पनि आउँदो रहेछ भन्ने एउटा प्रोत्साहन जाओस् भनेर यहाँ हरेक परिवार पक्षबाट यो हरेक वर्ष कुमाई उच्चतर माध्यमिक विद्यालयको माध्यमिक टप्पर र एचएस टप्परलाई जुन बाँड्ने उहाँले निधो गर्नुभएको छ। र उहाँ पनि आज आरके सर गैरीबास हायर सेकेन्डरी स्कुलका सहशिक्षक पनि हामी समक्षमा उपस्थित हुनुहुन्छ। सम्पूर्ण शिक्षक शिक्षिकावर्ग आज छुट्टीको कारणले गर्दा सम्पूर्ण शिक्षक शिक्षिकावर्ग सायदै उपस्थित हुन सकेनन् होला, र हामी सम्पूर्ण स्कुल परिवार यहाँ उपस्थित छौँ। हामी खुसी छौँ र हामीले गरेको त्याग, हामीले गरेको कोसिसको काहीँ न काहीँसम्म एउटा फल आएको छ भन्ने एउटा आशा राखेको छु। र भविष्यमा पनि अझै राम्रो रिजल्टहरू होस्। त्यसले गर्दाखेरि नै आज हामीले यहाँ क्लास 11मा एडमिसन लिन आउँदै गरेको नानीहरूलाई पनि हामीले यहाँनिर बोलाएर केही क्षणको लागि राखेका हौँ। र सम्पूर्ण नानीहरूलाई अघि नै भनिहाल्यौँ, हामी एकदमै बधाई दिन चाहन्छौँ। धेरै राम्रो प्रकारले पढेर स्कुलको नामलाई रोशन राखेका छ। र म यहाँबाट रिजल्ट अनाउन्स गर्न लागिरहेको छु। सर रिजल्ट कति राख्नुपर्छ? त्यो रिजल्ट थर्डमा हाम्रो बेस्ट थर्डमा चाहिँ को छ भन्दाखेरि चाहिँ असु छेत्री। हाम्रो फर्स्ट जसको कारणले गर्दा धेरै चर्चा चलिरहेछ। आज कुमाईको जग्गामा धेरैजना रिपोर्टरहरू पनि आएर दिनदिनै यहाँनिर उहाँको इन्टरभ्यू पनि लिइरहेको छ। कुमाई उच्चतर माध्यमिक विद्यालयको एउटा इतिहास बनिएर गएको छ।
धेरै कोसिस गर्दाखेरि पनि जहिले पनि हामी टिचर्सहरूको बिचमा एउटा डिस्कस हुँदाखेरि एकपल्ट चाहिँ हामीले ब्लक टपर ल्याउनुपर्छ साथी हो। जहिले पनि हामीले चर्चा हुन्छ ब्लक टपर आउनुपर्छ, ब्लक टपर आउने पर्छ। एकपल्ट त गरेर देखाउँ। कुमाई हायर सेकेन्डरी स्कुल खोलेको 11 वर्ष भइसक्यो, ब्लक टपर चाहिन्छ, गर्नुपर्छ भन्दा योपालि झन्डै डिस्ट्रिक्ट टपर नै भइदियो नानी डिपी शेर्पा, जसले हामी सपनाको कुरा पनि गर्छौँ, हामी मोटिभेसनल क्लासहरू पनि बेसी गर्छौँ, पढाउनु भन्दा पनि बेसी। र हामीले म बार क्लास 12 मा होस् या 11 मा होस् एउटा कुरा भनिरहन्छु नि, त्यो कुरा सबैलाई थाहा छ। हामी पढाउँछौँ तर हाम्रो सपना पनि हुन्छ। नानीहरूले जति मेरो एकैछिन बसिदिनु ल, यो भिडियो जति नानीहरूले मेहनत गर्छ प्रत्येक टिचर्सहरूको पनि त्योभन्दा कम्ती मेहनत हुँदैन। दिनदिनै सिलेबस चेन्ज हुन्छ, दिनदिनै सेमिस्टरको इक्जाम हुँदैछ, डेली सिलेबस चेन्ज भएर आउँछ, हरेक साल चेन्ज हुन्छ सिलेबस। त्यो अनुसारले सर गुरुआमाले पनि आफ्नो प्रिपरेसन घरमा गर्नुपर्छ। नानीहरूलाई त्यो लेभलमा पढाउनको लागि आफू पनि प्रिपेयर हुन्छ, हामी पनि त्यही लेभलमा प्रिपेयर भएर नानीहरूलाई पढाउँछौँ। र अर्को कुरो मैले अघि सपनाको कुरा गर्थेँ, मैले जहिले पनि एउटा कुरा भन्छु कि हामी 15 अगस्त मनाउँछौँ, नेसनल होलिडेजहरूमा एउटा हामी फेस्टिभल बनाउँछौँ। हामी विभिन्न प्रकारका गेस्टहरूलाई, पोलिटिकल लिडर्सहरूलाई ल्याएर फ्ल्याग होस्ट गर्छौँ। गर्दै गर्दै तपाईँ देखेछ त नानीहरूले। त म जहिले पनि भन्थेँ कि एक दिन चाहिँ यस्तो आओस् हामीले इन्डिपेन्डेन्स डे सेलिब्रेसन गर्दै गरेको होस् र हाम्रो फ्ल्याग होस्ट गर्नु चाहिँ हामीले पढाएको स्टुडेन्ट कोही चाहिँ एउटा राम्रो पोस्टमा गएर ठुलो एउटा अफिसर बनियोस् र उसले आएर त्यो फ्ल्याग होस्ट गरेको हुनुपर्छ। त्यो मध्येमा कोही न कोही दिनको मध्येमा हुनुपर्छ भनेर म बार यो कुरा भन्छु। र आशा गरेको छ यो बयाजलाई हामीले कि हामी हुँदै हामीले यहाँनिर कुनै एउटा नेसनल फेस्टिभल बनाउँदै गर्दाखेरि नेसनल फ्ल्याग होस्ट गर्ने तिमीहरू मध्येमा कोही होस् र डिकीले जुन चाहिँ सपना देखेको छ आइएस बनिने त्यो सपना पुरा होस्। हाम्रोबाट लक्ष्यमै बधाई छ, धेरै शुभकामना छ। भविष्यमा कुनै पनि परिस्थितिमा सर गुरुआमाको साथ चाहियो भने जहिले पनि कुमाई स्कुल परिवार साथमा छ भन्ने कुरो पनि वचन दिँदै म यो मार्कसिट र सर्टिफिकेट वितरण गर्नको निम्ति निम्ताउन चाहन्छु आरके सर, जसले आज यो मार्कसिट सँगसँगै उहाँले प्रोत्साहन राशि पनि प्रदान गर्नुहुनेछ। र म निम्ताउन चाहन्छु कुमाईका सोसियल वर्कर, गैरिबास हायर सेकेन्डरी स्कुलका सहशिक्षक सदय सर, हामीलाई जसरी पढाउनु पनि भएको सदय सर रामकुमार सरलाई अघि आएर डिपी शेर्पालाई अदार्पण गरी यी मार्कसिट पनि वितरण गरिदिए जस र आफ्नो प्राइज पनि दिए जस भन्ने म भन्न चाहन्छु। माध्यमिकको पनि सायद असरी है, उहाँले अघि मैले भने है एसएसको मात्रै होइन माध्यमिकको कुमाई स्कुलको टपरलाई पनि जसले फर्स्ट डिभिजनमा कुमाई स्कुल टपरलाई पनि उहाँहरूले 12,000 नै दिएर त्यो नानीलाई प्रोत्साहन सँगसँगै अरू स्टुडेन्टलाई पनि प्रोत्साहन होस् र नानीलाई पढ्नमा पनि अलिकति परिवारलाई अलिकति मद्दत होस् भन्ने पनि हो उहाँहरूको विचार। त्यो दुईटा विचार बोकेर एउटा उत्तम विचार बोकेर जुन कार्य गरिरहनु भएछ र माध्यमिकमा पनि यसपालि स्कुल टपर फर्स्ट डिभिजन ल्याएर स्टेफन तामाङ र ऊ त सायद आज एब्सेन्ट छ, ऊ बाहिर कलेजको लागि 11-12 सायद दार्जिलिङ पढ्नको लागि साइन्सको लागि उसको एडमिसन भएको कारणले गर्दा ऊ बाहिर होला र उहाँको अनुपस्थितिमा आज के भन्नु र त्यो चाहिँ प्राइज मनी उहाँको जुन चाहिँ एउटा गिफ्ट छ है त्यो हामी सरले स्टेफन जहिले आउँछ स्कुलमा त्यति बेला आर्के सरको टाइम मिले
सर यता हेर यता हेर यता 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 मलाई पनि धन्यवाद छ मलाई यसरी यहाँ निम्त्याउनु भएकोमा है। अब तपाईँहरू सबै मेरो शिक्षक मेरो कलिग्स सबैलाई नै तपाईँहरूलाई एचएसको र माध्यमिकको दुईटैको रिजल्ट राम्रो भएकोमा बधाई दिँदै म यहाँ दुई शब्द राख्नु मन लाग्यो है। अन्त अब के भन्नु, तिमीहरूलाई जुन अब सक्सेस भन्ने कुराहरू लाइफमा चाहिँ रातारात आउँदैन होइन। जुन माध्यमिकमा भयो जुन नानी हाम्रो दिदीले राम्रो रिजल्ट ल्यायो, यो रातारातको मेहनत होइन। कुनै मान्छे एउटा सक्सेसफुल बनिनुपर्छ भने चाहिँ आजैदेखि नै उसले मेहनत गरेको हुन्छ र आज ऊ टपमा आयो, उसलाई हामीले होइन एउटा के अरे एउटा उसको एउटा क्लासको सबै साथीसँगै सँगसँगै उसले एउटा टपमा आएको कारणले गर्दा आज हामीले फाइदा है एउटा बधाई दिउँ है। कतिलाई यस्तो लाग्यो होला मैले कम्ती रिजल्ट ल्याएँ, मेरो मार्क्स कम्ती छ भनेर दुखित भयो होला। दुखित हुने काम छैन होइन। तर तिमीले एटिट्युड चाहिँ राख्नुपर्छ। अब मैले माध्यमिकमा राम्रो गर्नु सकिनँ, केही बात छैन। एचएसमा राम्रो गर्ने चेष्टा गर्नु, एचएसमा राम्रो गर्नु सकेन त्यो पनि प्रब्लम छैन। ग्रेजुएसनमा तिमीले कमसेकम अझै राम्रो गर्छु भन्नु, त्यहाँ नि सकेन भने मास्टर डिग्रीमा म राम्रो ल्याउँछु भने एउटा एटिट्युड चाहिँ राख्नुपर्छ। कुरा बुझ्दैछ त? एटिट्युड हुनुपर्छ। मार्क्स कम्ती आयो भन्दामा डिसहार्टन हुने कुरा छैन। तिम्रो त्यो ब्याड लक हो, किन तिमीले पढेको कुरो सही आइदिएन र तिम्रो मार्क्स कम्ती भएको होइन। मेरो मार्क्स कम्ती भयो म सक्दिनँ भनेर डोन्ट लुज योर हार्ट। सबै मान्छे सक्सेसफुल हुनु सक्छ। कुरा बुझ्दैछ त? जति ल्याएको छ त्यसमा तिमी अब अघि बढ्ने चाहिँ तिम्रोमा एउटा मोटिभेसन हुनुपर्छ। अन्त त्यहाँ जुन तिमीले त्यहाँ मैले दिदीले एउटा त्यहाँ एउटा कोटेसन लेखेर दिएको छु, सक्सेस इज द स्टेट अफ माइन्ड। माइन्डमा तिमीले नि म हुन्छु भनेर माइन्डमा पहिला प्रिपेयर गर्यो भने बडीमा सेल्सहरू त्यही अनुसारले डेभलप हुँदै जान्छ र त्यो भित्र चाहिँ तिमीले डाउट हाल्नु हुँदैन। कतै जीवनको यात्रामा म सक्दिनँ कि भन्ने एउटा डाउट आउँछ मान्छेलाई। त्यो डाउट चाहिँ हाल्नै हुँदैन जीवनमा। कुरा बुझ्दैछ त? त्यहाँदेखि चाहिँ के हुन्छ, डाउट छैन। मेरो दिमागमा मैले तयारी गरेको छु भन्दाखेरि बडी तिम्रो त्यो सर्कमस्टान्सेस सबै त्यसरी नै डेभलप भएर जान्छ। अन्त विशेष गरी साथी चुन्नु पनि आवश्यक छ। जुन साथीसँग हिँड्दैछौ तिमी त्यसले मलाई फाइदा दिँदैछ के त? कुरा बुझ्दैछ? मेरो जीवनमा म कसरी अघि बढेँ भन्दाखेरि यो बेस्ट फ्रेन्ड इज यो वर्स्ट एनिमी भने मलाई क्लास 5 मा एउटा सरले सिकाएको थियो, यो बेस्ट फ्रेन्ड यो वर्स्ट एनिमी। त्यसले गर्दाखेरि मैले साथीलाई हेर्दै बाटोमा हिँड्दै गर्दाखेरि त्यसले मलाई के गर्थ्यो भन्दाखेरि चाहिँ साथी म के अरे म एक्लै जाने काम गऱ्यो, तिमी बस्दै गर ल भन्दा नि आनन्द हुनुपर्छ होइन। जब त्यसरी यात्रामा जाँदाखेरि साथीले तिमीलाई बिट्रे गर्छ नि दुखी नमान्नु, यु किप गोइङ। कोही बेला तिमीले भने जस्तो मार्क्स आउँदैन होइन, स्टिल यु किप अन प्रिपेरिङ। एक दिन चाहिँ तिम्रो अपर्च्युनिटी आउँछ। तर मैले जित्नु सकिनँ भन्दाखेरि त्यसरी के हुने पछि नगर्नु र कम्पिटिसन गर्दा साथीसँग होइन, साथीसँग तिमी कम्पिटिसन गऱ्यो भने चाहिँ यु आर अलवेज फेलियर। किन? तिमी सुतेको बेलामा उठेर पढेको हुन्छ, तिमी घुम्दै गरेको बेलामा उसले अध्ययन गर्दै गरेको हुन्छ, तिमी अन्त त्यो साथीलाई जित्नु सकेर तिमी आफै डिसहार्टन हुन्छ। यु कम्पिट योरसेल्फ। हिजो कस्तो थियो र आज कस्तो हुँदैछौ र भोलि कस्तो हुनुपर्ने तिमी त्यो लक्ष्यमा तिमी गयो भने अलवेज रिवार्ड इज अलवेज देयर इन द फ्युचर। कुरा बुझ्दैछ? जुन व्यक्तिले आइएएस अफिसर हुने इच्छा गरेको छ निश्चय तिमी हुन सक्छ। तिम्रो एटिट्युडमा डाउट हाल्नु हुँदैन र तिमी ट्राइबल पनि हो, निश्चय नै आउँछ उयो हुनसक्छ। तर त्यसमा तिमीले सठिक कोचिङहरू लिएर तिमी गयो भने नेपाली धेरै आइएएस बनिँदैछ होइन। त्यसमा तिमी कोचिङ गर्दै गर। अहिलेदेखि नै
तिमी भिडियोज हेर, तिमी त्यो अहिले त तिमीलाई त युट्युबमा विभिन्न तिमीहरूको सोर्सेस छ र अरू खेल्दा आफू पढ्नुपर्छ, अरू सुत्दा आफू पढ्नुपर्छ। एउटा डिसिप्लिन लाइफ, छुट्टी छ भन्दा बेसी सुत्नु हुँदैन। त्यो दिन त्यो पेनहरूलाई चाहिँ निँदै गर, सक्सेस अलवेज सक्छ। ल यति भन्दै धन्यवाद सर। र सबै नानीहरूलाई चाहिँ बेस्ट विशेष त्यही है। आजको भिडियो चाहिँ यही एन्ड गर्दैछु है। अब अझै राम्रोसँग पढ्ने भन्दै र यो भिडियोलाई मन पऱ्यो लाइक, सेयर, कमेन्ट, डोन्ट फर्गेट टु सब्सक्राइब। प्रवित प्रधान ब्लग है। बाई बाई सबैलाई।